Hello. नमस्कार देवसी तथा गुड इभिनिङ अहिले चाहिँ विन्टरको बेलुकी अनि हामीले चाहिँ अलिकति भेज थुक्पा कति मासु खानु भनेर त होइन खास आई वाज एक्सपेक्टिङ सम बफ अर चिकन सरले भेज लिएर आएको छ भेज आइटम मात्र ल चिसो छ ल खाएँ है त ल खायो है त ल हेर्नु है त के हालेको छ भनिदेऊ न के छैन त्यो के अरे मटर मटर होइन के अरे ग्रिन पी ग्रिन पी होइन व्हाइट पी अरू अनि त्यसपछि आलु र व्हाइट पीको झोल तरकारी कम भन्छ अनि अनि त्यसपछि अरू चाहिँ त्यही हो यो थुक्पा एउटा चाउचाउ सिन्का चाउचाउ झोल कम भएछ लास्टै आफ्नो निमित्त जब सुरु नै भयो पिरो पनि भएन हामीलाई चाहिँ बच्चाहरूले खाने भयो हरियो खुर्सानी नै हालिदिन्छ ल्याएन छ उसले त कति कुरा ल्याउँदैन प्रिपरेसन हुन्छ नि प्रिपरेसन त्यो चाहिँ अलिकति मान्छे हुनुपर्छ कि सुरुमा के ल्याउने मैले सोधेकोलाई ल्याएर हिँड्छ खै झोलो भने मजा आएन तपाईँ बच्चाहरू चाहिँ सुतिरहेछ राइट इन फ्रन्ट अफ अस यहाँ म क्रिकेट पनि हेर्दैछु तातो हुन्छ खाइ तातै भएन क्या खुर्सानी हालेर हस् कुन्छौ न ल विथ एडेड सम झोल झोल भन्दा पनि ग्रेभी भएछ एकदम बाक्लो भएछ यो अलिक पातलो हुनु पर्थ्यो खा जस्तै भएन बाक्लो हेर्दै हामी त्योसँग त्यो प्रपर सुप बाउल पनि छैन अनि त्यसो त्यसमा हालेछ यो कचर कसको हाम्रो होइन अलिक झोलिलो हुनुपर्छ यो त ग्रेभी खाए त तर्कै खाए जस्तो भयो करी मलाई चाहिँ अलिक झोलको मनपर्छ हुन त यस्तै खान्छ होला है यसमा पनि हाल्छ नि के अरे कुर्मुले त्यस के हाल्छ यसमा घरमा समोसा हालेर यसमा के होइन चाटपुरी डिफ्रेन्ट थिङ उसमै हाल्छ क्या मलाई कहाँमा धेरै छैन यहाँ कता खानु भोग लाग्यो उसमा हाल्छ कि थुक्पामै प्याज हाल्छ अनि त्यो अरू के पनि हाल्छ कि निम्की के हाल्छ कि डल्ले त्यो चाहिँ डल्ले है आज हाम्रो सर्ट पनि हाल्यो हाम्रो धेरै लामो नगर्ने आज चाहिँ किनभने हामीले बिचमा यहाँ लिएर फेरि एड गरेको छ अलिकति झोल एड गरेको छ ग्रेभी त्यो पार्ट चाहिँ हामी हटाउँछौँ त्यो आज सर्ट हुन्छ हो किप इट सर्ट अनि हरियो लसुन चाहिँ आफ्नै बारीमा फलेको कसरी फलेछ साराले पटमा रोपेको प्लान्टर हुँदैन हो त्यो प्लान्टरमा आफै रोपेको गमला नेपाली हो त्यसमा रोपेको बाँसमा अनि उसले छोएर खानुपर्छ भन्दै थियो यस मेरो चाहिँ एकदम गो टु फुड मैले बनाउने घरमा एकदम मेरो साथीहरूले मेरो सबैले मन पराउने तिमीलाई मनपर्छ मैले बनाएको छोइला बनाउनु मन पराउँदैन सबैलाई मन पराउनु हुन्छ उसले चाहिँ त्यतिको लागेको है अनि उसले अस्ति भन्दै थियो छोइला चाहिँ बनाउनुपर्छ ल घरमा भन्दै थियो अनि आज मैले उसले यदि बफ ल्याएर चाहिँ छोइला बनाएर बफ चाहिँ यहाँ हाल्ने थुक्पामा त्यसपछि बोइल गरेर त्यसपछि त्यो बोइल भएको राख्ने यसमै स्टिम गरिसकेपछि यसमा स्टिम गर्ने रेस्ट अफ अदर्स चाहिँ छोइला बनाउँछ सोच गरेको थिएँ हामीले चाहिँ धेरै चाहिँ छोइला खान्छ तर मकौमा गराएको छैन धेरैवटा कन्टेन्ट बाँकी छ
त्यस्तो रेगुलरिटी पनि दिन पाएको छैन, बिस्तारै हुन्छ, बिस्तारै गर्छौँ, सपोर्ट गर्नुपर्छ, अझै ग्रो होस् हाम्रो च्यानल। भयो खुर्सानीले मिठो हुने होइन नि त, खै तिम्रो सबै थाहा भयो अनि के पो लगाएर म अहिले भने नि अलिक बाक्लो धेरै, मलाई चाहिँ बाक्लो धेरै भयो, थिकनेस यो कन्सिस्टेन्सी चाहिँ मलाई एकदम पातलो मनपर्छ। हाम्रो फेरि जे पनि बाक्लो छ है, फिस गरी पनि खाँदा खाँदा त्यो गोल गरिदिएर हाल्छ हामी। मैले उसलाई अहिले भनेको थिएँ भनेर कस्तो भयो नआउनु भनेर नै भन्दैन, मैले चाहिँ बोलाउँछु आफूलाई अलिकति सर्टेनिटी छैन भने म चाहिँ उसलाई प्रायः सोध्छु कि यस्तो चाहिँ हुनुपर्छ कि कस्तो हो भनेर सोध्छु, जेसुकै गर्नु भन्छ भन्दाखेरि होइन, जेसुकै गर्नु भन्छ अनि उसले जेसुकै गरेर बाक्लो गर्छ। अलिक बाक्लो भयो, आफ्नो प्रिफरेन्स हुन्छ। खास यो बाक्लो खान्छ होला अरूले चाहिँ, तर अब हामीले त गाउँतिर पातलो खाएर देखिरहेको, गाउँतिर अब कहिले हामी जाँदाखेरि चाहिँ केही हाल्दैन कि थुक्पामा। अनि गोलबेडाको हाम्रो बजार भैँसी बजारमा चाहिँ अब यहाँ चाहिँ चिकन स्टक भन्छ, उता चाहिँ कुखुराको झोल, झोल पनि पाउँछ, मासु पनि पाउँछ क्या। अनि यदि मासु खाएन भने थुक्पामा नर्मल थुक्पा हुन्छ, गोलबेडाको अचार हुन्छ, त्यो मासुको झोल हालिदिन्छ, अनि झोलिलो हुन्छ, ट्याक्का लगाएर सट्ट खायो, यस्तै मासु हालेर। भैँसी बजार हामी कहिले काहीँ खाँदै गरेर 10-20 रुपियाँ पनि पाउँथ्यो कि, 10-20 रुपियाँ हाफ प्लेट। अब अहिले त थाहा छैन कति दिन्छ। अहिले अब मोमो चाउमिनले अलिक अब रुल गरेको छ अचेल मान्छेको धेरैको लन्च मेनुमा, नत्र थुक्पा चाहिँ हाम्रो गाउँमा चाहिँ फेमस छ, लोकल थुक्पा। थुक्पा मिठो हुन्छ, यो हट पनि भएन, अहिले भने जस्तै फेरि भन्नु पऱ्यो झोल पनि भएन, अलिक झोल अलिक हुनुपर्छ, अलिक तातो। जस्तै प्रेसर कुकर मोमोमा हामीले 2-4 गऱ्यौँ होइन, त्यसमा दुबईमा झोल सुक्या भयो, त्यो त ठिक हुन्थ्यो। ठिक भइसकेपछि त त्यो नर्मल अरू खास त हुन्छ, बाक्लो हुन्छ नि, त्यो मिठो हुँदैन। अलिक झोल भएको ट्याक्क खान मजा आउँछ होइन, हड्डी सुप। सुप खायो भने त सुप टेस्ट चाहिँ अमेजिङली मिठो भएको छ है, अलिकति हाँस्यो, साँच्चै हो त्यो। अमिलो चाहिँ मलाई यस्तो हुन्छ है, अमिलो मनपर्छ, अमिलो ठिक्क पनि हो। तर अहिले अस्ति पनि भएको थियो मलाई, विन्टरमा रातिको समयमा बेलुकी गरेर हामी सुट होइन 6-7 बजेमा राति। अब यो अमिलो चाहिँ अलिकति त्यति नै न्युट्रल नै भए पनि हामीलाई ठिक्क लागे पनि, माइल्ड नै भए पनि हामीलाई चाहिँ कस्तो अलिकति स्ट्रङ लाग्ने रहेछ कि चिसो भएर होला है। मलाई चाहिँ अलिक चिसो फिल हुन्छ, त्यही भएर अमिलो धेरै भएको होइन। यो टाइमिङ चाहिँ अमिलोको टाइमिङ चाहिँ अलिक नमिलेको मलाई चाहिँ। राति चाहिँ म फेरि यो अहिलेसम्म टाइम चाहिँ हो, फेरि राति 2-3 बजी चाहिँ फेरि अमिलो पनि जान्छ फेरि, अहिले चाहिँ फेरि जाँदैन। अस्ति त्यस्तो भएको थियो, बाबुको बर्थडेमा अमिलो अचार त आलु कस्तो मिल्थ्यो, तर पछि चाहिँ 3 बजी 4 बजी चाहिँ मिठो लाग्यो। तर त्यति बेलातिर चाहिँ चिसो, बडी नै चिसो भइहाल्छ। अनि प्लस इन्टुमिन्टु चाहिँ राइट इन फ्रन्ट अफ फर्स्ट सुतिरहेको छ, त्यही भएर म पनि त्यहाँ मसँग थियो सुतेर क्रिकेट हेरिरहेको छु। हो म त्यही भएर म खास अस्ति फेरि बिरामी पनि भयो, 2 हप्ता त म गेट बाहिर पनि निक्लेन। गेट बाहिर भनेको टेक्निकल चाहिँ निक्लेँ, तर कहीँ गएन भन्नु खोजेको, इन्टुलाई पिक ड्रप गर्दा चाहिँ निक्ल्यो। त्यही पनि पिक त खासै गर्नु परेन, ड्रप चाहिँ भ्यानमा आउँछ नि, इन्टुलाई गर्दा चाहिँ निक्लेको, अरू बेला निक्लेको छैन। अनि यस यो पहिला आउँछ कि अर्को पहिला आउँछ, इन्टुमिन्टुले छुट्टै अहिले हाम्रो बुढाबुढीको भयो, त्यस्तै इन्टुमिन्टुको चाहिँ लुटन सक्यो पुग्यो। म थपेँ नि त, इन्टुमिन्टुले चाहिँ उनीहरू 2जना बसेर हामीले होममेड KFC बनाएको छ, त्यो पनि त्यो कन्टेन्टमा आउँछ है। यो अघि आउन सक्छ, त्यो अघि आउन सक्छ, प्लिज डु चेक इट आउट है।
दुईजना मात्र बसी आएको छ हेर्नु होला एकदम सर्ट छ त्यो पनि बोल पनि हुँदैन मलाई दुःख भएर नि त बोल नि अर्को कुरा यो ब्रोकेन भयो अघि नै ब्रोकन भएको खाँदा खाँदै ब्रोकन भयो ब्रोक भएको छैन कि जान्दै होइन न यो हालेपछि ब्रोक भयो क्या त्यहाँ छ चाउमिन त्यो भएर त्यो ट्याक्क दुख्छ अघि मैले खाँदा मेरो ठुलो ठुलो थियो उसले त यस्तो तब त्यो खायो नि त खुर्सानी मिर्ची नि त त्यो काट्यो होइन मैले यस्तो देखाएको हेर्नु है सुरुमा ब्रेक भएको अब यस्तै आज मैले बनाएँ त्यही भएर मलाई ब्रोक भयो भने सोधेको होइन होइन यु डोन्ट एक्सेप्ट थिङ्स मैले भने त मिठो छ भनेर त्यो ठुलो अब धेरै कन्टेन्ट आउँदैछ हाम्रो है अब अहिले नै एक्सपोज गरेर भन्छ वी प्लानिङ भेरी थिङ्स अब समथिङ इज एम हेड अनि त्यो चाहिँ विल एक्जिक्युट द्याट फर स्योर अनि अब त्यसको लागि चाहिँ हामीले धेरै पहिलादेखि प्लान गरिरहेको छौँ वी ट्राइङ टु ब्रिङ सम गेस्ट होइन त्यसमा गेस्ट अपियरेन्स जस्तो अब हाम्रो अब खासै त्यो एक्सप्यान्ड पनि भएको छैन हामी त्यही भएर लोकल लेभलको आफ्नो छिमेकी साथीभाइ दाजुभाइ इष्टमित्र त्यही हाम्रै सराउन्डिङको त्योहरू ल्याएर खाने सँगै खुवाउने भन्दा खाने विचार सँगै खाने विचार छ अनि त्यो एपिसोड चाहिँ सारासँगको भान्सा भन्ने एपिसोडमा आउँछ यो पनि त्यही भयो सारासँगको भान्सामा बुढाबुढी उसले बनाएको अब तर भान्सा डजन्ट मिन उसले पकाउने होइन तर मैले पकाएर दिन्छु अरू बेला चाहिँ होइन अब उसको कम्फर्ट जोन उसले पकाउँछ मेरो कम्फर्ट जोन छ मैले पकाउँछु most of the time चाहिँ आई कुक एन्ड आई वास डिसेस विथ दिस नट आई फिनिस है त्यस्तो गर्छु त्यही भएर हाम्रो चाहिँ प्लान छ सारासँग भान्सामा आज यो पनि सारासँग भान्सा हो एपिसोड कति पुगेको चाहिँ हेर्नैपर्छ मैले पनि थम्बनेलमा आइहाल्छ होइन अनि त्यसपछि त्यस्तो एपिसोड रेगुलर आउँछ अब यो मैले भने जस्तै सारासँगको भान्साकोमा अब गेस्ट अपियरेन्सहरू त चाहियो नि त अनि हामीसँग थुप्रो लाइनअपहरू छ अब त्यो एक्जिक्युट गर्न बाँकी छ त्यो सबै कुरा छ अब गर्नुपर्छ मैले अब त्यो रेडी गरेको छु मान्छे छ मेरोमा तर त्यो एक्जिक्युट गर्न टेक्स टाइम अब कहिले उसले भ्याउँदैन कहिले मैले भ्याउँदैन होइन को बनाउने कसरी बनाउने अब त्यस्तो कुरा छ है ल विथ दिस नोट तपाईँले सबैजना हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् सुरुमा सब्सक्राइब गर्नुहोस् कमेन्ट चाहिँ मजाले गरिदिनु पर्नुहोस् है तपाईँहरूले हाम्रै नजिकैले हेर्नुहुन्छ इफ वान टु कम हे एज अ गेस्ट यो सोमा हाम्रो सारासँग भान्सामा आउन चाहनुहुन्छ भने के गर्नुपर्छ कमेन्ट डाउन बिलो अनि तपाईँको रेसिपी पनि जस्ट लेट अस नो के खान मन छ हामीले बनाएको वी डोन्ट ट्राई टु रिपिट द थिङ्स बट तपाईँले भन्नुभएको कुरा चाहिँ वी ट्राई टु इन्क्लुड होइन विदिन अब हामीले के नेक्स्ट प्लान गर्छौँ तपाईँ आउनु भएपछि जस्तै तपाईँ आउनुभएको हाम्रो अलरेडी माइन्डसेट हुन्छ यो बनाउँछु तपाईँको लागि विल प्रिफर दिस थिङ भनेर हामी विल डिस द्याट अनि तपाईँले भनेको कुरा चाहिँ वी क्यान एड द्याट विथ सरप्राइज अथवा तपाईँहरूलाई पनि इन्टरटेन गर्ने हिसाबले हुनेछ तपाईँले त्यसको लागि चाहिँ कमेन्ट गर्नुभएको छु वाट्स टु जोइन फर्स्ट होइन हाम्रोमा गेस्टमा त्यस्तो कोही आएको छैन है त्यो भन्न चाहिँ भनेको त्यस्तो सारा साथीहरू अब अरू कोही रिलेटिभ्सहरू उसकै आमाहरू पनि बसेर गर्ने कुरा थियो तर त्यस्तो प्रपर भएको छैन साराले त्यस्तो इनिसिएटिभ लिएको छैन यो च्यानल चाहिँ दिस इज फर हर अनि उसको लागि प्लान दिस वान आइम ट्राइङ टु डु इट अप फर हर तर त्यसको सबै अब गर्नुपर्ने खट्नुपर्छ आई डु द्याट तर उसले चाहिँ फेरि चल्यो भने सिल गेट द क्रेडिट ओभर द्याट ल विथ दिस नोट थ्याङ्क यू सो मच आज अब अलिकति गफ धेरै गरिदिएको छु किनभने खाने बेला ट्विन्सु मुनि मात्र अब पुरा नुलेट डाउन भएर खाइदियो त्यही भएर अब चाहिँ अलिकति सन्दर्भ जोड दिएको मात्र हो है विथ दिस नोट सबैजनाले हामीलाई हेरिदिनु भएको होस् सपोर्ट गरिदिनु भएको होस् अनि त्यति भन्दैमा तपाईँ सबैजना हामी नमस्कार बाई बाई सी यू अर्को एपिसोडमा